हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु गाइज। आजको ब्लग हाम्रो डाइरेक्ट पूर्व पश्चिम हाइवेबाट है बोलाएर यता राधन हनुमान भजने भाइ अहिले कति 7 बजिरहेको होला गाइज है। हामी अफिस हिँडेको अमृत डक्टर र अर्जुन दाइ अगाडि गइसके सुसु गर्नलाई रोकेको थियौँ हामी। अनि आज अफिसको कामले सालजन्दीसम्म जाने काम थियो। अनि हामी हिजो पनि आइरहेको थियौँ आउनु त। अनि ठ्याक्क त्यहाँ सालजन्दी जाने बेलामा यसो दानापुर तालतिर नि छिर्दिनु पर्छ कि भनेर यो भिडियो सुट गर्दैछु है। उतातिर गयो भने चाहिँ भ्लग हाल्छु, नआए पनि हाल्दैन। आज मोटो भ्लग चाहिँ हान्दैन गाइज है। ड्राइभर अगाडि गइसक्यो। ल अब हामी पनि लाग्दिनु पर्ने हुन्छ। उतातिर गयो भने डाइरेक्ट भ्लगमै भेटिदिनुपर्छ है त फेरि। ल ड्याप्प हान्नु भाइ। भजने भाइको यो साथी यस्तो गर्मियानी जाडो भयो यसलाई। ट्याक्क सेम देखियो यार। यस्तो गर न, हात किन जोडे हौ त्यो जस्तो गर न। बवाल देखियो, ठ्याक्क जोडी मिले। अलराइट गाइज, हामीले टिकट पनि ल्याइसकेको छौँ। अब हामी भित्र लाग्दैछौँ। किन के यार, यो साउदीबाट लिएर आएको गाइज ऊँट। यो साउदीबाट लिएर आएको, यो फेरि जुरासिर पार्कबाट लिएर आएको। अहिले त चाट फर्काइदियो त यार। यो के हो यो डल्फिन? यो बाघ चितवन राष्ट्रिय निकुञ्जबाट भागेको यो हाम्रो उहिलेको बाजेको पालामा खरले छाएको घर। यहाँबाट हेरिदिउँ न, उयो यता जाऊँ न राजन भाइ। टक्क लाएर त्यहाँनिर टरुनीहरू पनि छन् होला, तर त्यहाँ फेरि टरुनु पनि छ क्या कुरो। त्यसरी बुझौँ न। ए कमल फुल बवाल रहेछ नि गाइज यार। कहाँ टिपेर सकिन्छ भने। टाइटेनिकको डुङ्गा थियो नि गाइज, त्यो डुबेको होइन क्या यहाँ। बुझ्नु हो नि, त्यहाँ चाहिँ के भयो भन्दाखेरि डुङ्गा डुब्यो भने होइन, तर त्यहाँ वास्तवमा डुबे थिएन कि। हाम्रो जङ्गबहादुर राणाले यहाँ लिएर राख्नुभयो। यो बिचबिचमा डाम छ नि, यहाँ बोट हिँडेको डाम पो रहेछ कि के रहेछ भनेको। यही नै हो गाइज है।